हेलो गाइज इट्स मी आरिस वेलकम टु दी माई ब्लग के हो धमिलो हो त यार यो चाहिँ पिआई पार्क है। अब जवानामा त ह्यान्डसमै थियो है, यो फ्लुड अब यो बाढी आएपछि त ध्वस्तै भएछ है, बिजोग भएछ अवस्था त यार। यस्तो दामी पार्क थियो यार यो घुम्नलाई होइन, केटाहरूसँग आएर बसेर टक्क यो ठाउँतिर यो कार्तिक चैत पुण्यतिर जात्रामा बस्न, यहाँतिर यो झुन्निन कम मजा आउँथ्यो। यो घाँसमा यस्तो रेस्लिङ खेल्ने होइन, केटाहरूको मुक्काबाज कस्तो दामी थियो यार। क्लिन थियो, यो पुरा मेन्टेन थियो। अहिले त पुरा ध्वस्तै भएछ हौ अस्तिको बारीले। यस्तो दामी भाइरल भइसकेको थियो ठाउँ है, बाटो पनि बल्ल बल्ल बनेको थियो यस्तो दामी पारामा बनेको। 1 वर्ष नहुँदै ध्वस्तै भयो सबैमा आएको रित। हेर कति ठुलो भोटे, पहिला त यत्रो थिएन जस्तो लागेको थियो त। पुरै बाँसको उसले लाएर राखेको रहेछ यो त। अहिले त पुरै जङ्गलै भएछ नि। यो कस्तो दामी देखिन्थ्यो अहिले त यहाँ डेटिङ बस्न पनि कोही पनि आउँदैन होला हौ। हेर्दै डर लाग्दो छ। पहिला त यसो चहल पहल हुन्थ्यो मान्छेहरूको होइन, सफा हुन्थ्यो, यहाँ फुलै फुल हुन्थ्यो। रुखै रुख रहेछ अहिले त। हाम्रो गाँजा पार्टीहरूलाई चाहिँ सही बनेछ ठाउँ, गन्जा गन्जा। यो चाहिँ पिआइए पार्क। त्यो बार चाहिँ किन लाग्यो त्यो? यो भाग छुटा भाइ, यसको पिआई पार्कको भाग छुटा हो त्यो। ध्वस्तै भएछ त यार। माथिदेखि आयो अनि यो रुखहरू नि, यसको टुप्पो भाँच्या छ अझ यतासम्म आइपुगेको रहेछ। त्यहाँ रहेछ टुप्पो, त्यहाँदेखि कति फिट होला यो? 20 फिट जति, 25-30 फिट होला हौ त्यो रुख पनि। जस दामी थियो क्या। अब पहिला भिडियो बनाएन, यताउता हेऱ्यो त दामी नै थियो पहिला। अनि मान्छेले यहाँ चटपटे बेचेर उहाँ कति कमाइसकेको थियो। पुरा यो बाटोहरू बन्दाखेरि भाइरल हुँदाखेरि है। अहिले त सखा पारेछ अहिले त। हिँडेर कत्रो ठुलो भिड जस्तो देखिन्थ्यो, सम्मै भएछ त अहिले त। जवानाको बना अब फेरि के बनाउला र अब खै। अब स्थानीय सरकारले के हेर्ला र अब। यहाँ भेट्दैन थियो, यो भएको ठाउँ भेट्दैन थियो। कति गाड्यो होला त। यो चाहिँ सबै प्लेन क्रासमा मरेका मान्छेहरूको नाम छ क्या, यो कुना कुना सबै ठाउँतिर। यो कस्तो रमाइलो थियो यार। अहिले त पुरै भूत बङ्गला जस्तो भएछ यहाँ त। पुरै वार परेर ध्वस्तै भए जस्तो भएछ हौ। पिआईमा आउने पहिला आउने मान्छेहरूलाई थाहा होला यो कस्तो थियो भनेर है। अहिले त हालत कति हो? 4 सालको है, यस 4 हो कि यही पालिको हो? यही पालि होइन आएको। यस्तो थियो, खतम भएछ। लगाइ चाहिँ हो हाम्रो पिआईको टुर है यो चाहिँ सक्यो। बाई बाई, थ्याङ्क यू।